अब अहिले सम्बोधन गर्तिर नलागि म यो प्रश्न खोजेँ है। ल पोहोर सालको हाम्रो नगद अल्ल्याए भनेको छ है। पोहोर सालको बचेको पैसा भन्न खोजेँ 2,64,939 रुपियाँ 28 पैसा पोहोर सालको हाम्रो नगद बचत। यो असारभन्दा अगाडि क्या पोहोर सालको अर्को पोहोर सालको असारभन्दा उताको क्या यो असार होइन यो असार होइन योभन्दा अगाडिल्लो असार वर्षको 80 को 79 बैंकको हिसाबमा 5,136 रुपियाँ देखिन्छ होइन। त्यतिखेर बैंकमा भएका पैसाहरू अल्ल्या गरेको भुक्तानी गर्नु छैन होइन। अब त्यो बैंकको 2,64,929 र 28 पैसा र 5,136 रुपियाँ गरिन 2,70,075 पैसा 28 पैसा हाम्रो अगाल्लो वर्षको पैसा हो भन्ने बुझ्नुको हामीले पहिलाको। अब पछि फेरि हाम्रो आम्दानी बनेको पोहोर साल असारदेखि यतातिरको काठ बिक्री वितरणबाट 2,90,200 रुपियाँ आम्दानी गरेर रहेछौँ टोटल। सिफारिस दस्तुरबाट हामीले 2,82,000 आम्दानी गरेर रहेछौँ पोहोर साल। ढुङ्गा गिटी बाल्ला मरमबाट आम्दानी होइन सिफारिस गरे बाबत पाउनु पनि प्राप्त रकम भनेको छौँ हामी 30,000 25,000 होइन। हामीले अरूबाट पाउनुपर्ने रकम पाइसक्यौँ। अब भाडाबाट उठेको पैसा कोसँग भने हामी दशरामसँग थियो होइन। दशरामसँग पैसा चाहिँ हामीले चाहिँ फेरि यता भन्ने चाहिँ ब्याङ्कमा हालिदिएर रहेछौँ त्यो छ बाँकी। साउन्ड सिस्टम भाडा भनेको छौँ हामीले 3,000 रुपियाँ आम्दानी गरेका छौँ यो डेकको है। प्रवेश शुल्क भनेको छौँ हामीले 70,000 गरेर छौँ पोहोर साल। भाडा 5,000 कति 500 मात्रै गरेर छौँ। जुन हामीले बिहामा मरु बरु कता लग्छौँ नि हामीले जम्मै 500 रुपियाँ मात्रै देखिएको छ यहाँ। अब त्यो देखिया छैन। पोहोर सालको कुरा गर्छौँ हामी। बाँस बिक्रीबाट हाम्रो कति भएर छ 29,520 रुपियाँ भएर छ पोहोर सालको बाँस बिक्री वितरण गरे अनुसार। गरी टोटल आम्दानी हाम्रो 70,520 रुपियाँ 7,05,020 रुपियाँ आम्दानी भएर छ पोहोर साल। अब कुल कोषमा स्रोत भनेको हाम्रो कति देखिन्छ भनेपछि 9,75,055 रुपियाँ 28 पैसा देखिन्छ। अब पोहोर साल काठ कटानीमा खर्च भएको कुरा सुनाउला छौँ हामी। काठ कटानी तथा ढुवानी खर्च भनेको छौँ 1,64,775 रुपियाँ खर्च भएर रहेछ। वन हेरालोमा 1,13,518 रुपियाँ खर्च भएर रहेछ। मेषजाली निर्माण तथा मरामतमा 6,330 रुपियाँ 630 रुपियाँ। लेखा पसन शुल्कमा चाहिँ 12,000 रुपियाँ पोहोर साल खर्च भयो। खाजा तथा खाना खर्च भनेको छ 12,000 खर्च भएर रहेछ। बैङ्कको ब्याज दर कर भनेको छ 200 रुपियाँ तिरेर छौँ हामीले। अतिथि सत्कार छैन होइन सञ्चार खर्च पनि छैन। लेखा व्यवस्थापनमा 12,000 खर्च गरेर छौँ। झाडी सरसफाइमा 7,620 रुपियाँ। मसलन्द खर्चमा 7,620 रुपियाँ। अन्य खर्चमा हामीले 1,370 रुपियाँ खर्च गरेर छौँ। यो गरी यसको 14-20 को खिलाइँदै खान्छ नि त कहिले। गोलघर मरामत भनेको छ 7,000 रुपियाँ। यो छाउने यो गरेको होइन खर्किने पहिलो गरेको
सिपिओ खर्च रहेछ है यो गोलघर रहन्छ यो 7,000 रहेछ। वन प्राविधिक खाजा खर्च भनेको छ 18,000। विद्युत मरामत भनेको छ 4,440 रुपियाँ। वन गस्ती परिचालन भनेको छ 10,880 रुपियाँ। ट्याक्सी गएको भनेको छ 2,90,000 भनेको छ यहाँ 2,90,000 बुझ्नु भएको छ कि बासन मेरो 2,90,000 हामीले किन यो ट्याक्सी देखाउँ भनेपछि हाम्रो यो कर लाग्छ भनेर हामीले चाहिँ यो वन एरालोको नाममा र कोषाध्यक्ष नाममा हामीले चाहिँ ट्याक्सी देखाइदिएको थियौँ कि खर्च भएको छैन। नगद देखियो भने के हुन्छ भने चाहिँ त्यहाँ देखिन्छ कि त्यही त भनेर यति छ भन्ने कुरो। साधारण सभा खर्च भनेको छ 17,390 रुपियाँ। साउन्ड सिस्टम खरिद भनेको छ 33,000। अनि टोटल 8,14,874 खर्चमा रहेछ। अब यहाँ नगदमा कति छ भने चाहिँ 8,833 रुपियाँ। राष्ट्रिय वाणिज्य बैङ्कमा 1,51,401 रुपियाँ आम्दानी देखिया छ। तर अरू अब यहाँ हामीले बुझाउनु पर्ने कुरो के छ भने चाहिँ पर्सल हामीले साउनमा कार्ड वितरण गऱ्यौँ। हामीले चाहिँ बिल चाहिँ असारको काट्यौँ 17 गतेको। पैसा हाम्रो चाहिँ जम्मा पछि भयो, त्यस कारण हामी बैङ्कमा जम्मा गर्न सकिएन र त्यस कारण पनि हाम्रो नगद देखिया हो भन्ने हामीले त्यहाँनिर बुझ्नुपर्ने। कार्ड वितरण गर्नुपर्ने हामीले चाहिँ असारभन्दा यतै थियो, तर हामीले वितरण गऱ्यौँ कहिले साउनमा गऱ्यौँ। बिल काट्यौँ कहिले हामीले यता असारमा काट्यौँ। मितिको उता राखेको हुनाले हाम्रो चाहिँ नगदमा देखिया हो, बैङ्कमा पैसा छ। यो सालको नि होला नि त बजेट त यो त अग्लै सालको बजेट भने यो कति हो 82 यो साउन्ड यो के अरे झारी खर्च झारी खर्चको लागि हो।